हेलो। हेलो काका, के छ हौ? खाना खानुभयो? भर्खरै खाएको, मासु भात खाएको। ए, अनि के गर्दै हुनुहुन्छ त? के गर्दै हुनु, यसो दाँत कोटाउँदै बसिरह, भर्खरै मासु भात खाएको। ए हो र? अनि के छ नयाँ नौलो सुनाउनुहोस्? नयाँ नौलो के हुनु, त्यही त हो नि। धेरै दिन भएको थियो मासु भात नखाएको, अनि त्यही भएर भर्खर मासु भात खाएको। होइन हौ बुढा, त्यतातिरको हाल खबरहरू के छ सुनाउनु भनेको हौ। ततिरको खबर के हुनु हो, त्यही त हो नि। महिना मरेको छैन, कसैको सेलरी आएको छैन, मसँग अलिकति पैसा थियो, त्यही पैसाले मासु ल्याएर मासु भात खाएको। बुढा, मासु भात कहिले हामीले चाहिँ मासु नखाएको छ अरे, अरे? ऊ आफै फोन गरेर सोध्छ, राम्रो मुखले जवाब दिँदा आफै रिसाउँछ। के भएको छ यसलाई आज? ल साथीहरू, मेरो भिडियो यसै गरी पुरै हेरेर होइन, हजुरहरूले लाइक कमेन्ट चाहिँ गर्नु नबिर्सिनु होला है। फेरि टक्कसँग मेरो भिडियोमा लाइक कमेन्ट गरिदिनु होला।